हेलो नमस्कार, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु म। र आज चाहिँ हामी जाँदैछौँ सौल स्टेडियमतर्फ। अहिले चाहिँ हामी ट्रेन चढेर जाँदैछौँ र अहिले चाहिँ हामी सुवनमा आइपुगेका छौँ। सुवनबाट अब हामी चाहिँ केही बेर यहाँ घुमेर र यहाँ खानाहरू खाइसके पछाडि हामी सौल स्टेडियमतर्फ जानेछौँ। अहिले चाहिँ हामी यहाँ जिएमई ब्याङ्कतर्फ जाँदैछौँ र त्यहाँ ब्याङ्कमा केही काम सकेर अनि खाना खाने तयारीको लागि गर्नेछौँ भनेर गएका थियौँ, तर ब्याङ्क चाहिँ बन्द भएकोले गर्दा अहिले चाहिँ हामी पहिला खाना खाएर फेरि आउने निर्णय गर्दै अहिले चाहिँ हामी खाना खानेतर्फ जाँदैछौँ। र अहिले चाहिँ हामी सुवनमा रहेको कसम रेस्टुरेन्टमा आइपुगेका छौँ, जहाँ चाहिँ नेपाली खानाहरू पाउने गर्दछ। तरकारी त दुईटा भएन खाएर एउटा मात्रै तरकारी बनाउनु भएको दुईटा भन्नु के दुईटा तरकारी दुईटा चाहिन्छ हुन्छ बन्छ ल्याउनु ल्याउनु बनाइदिनु पर्छ क्या हल्का भिडियो खिच्दै हेन्सम दाइलाई पनि देखाउँ न। हाम्रो हेन्सम दाइ केही बेरको घुमाइसकिसके पछाडि अहिले चाहिँ हामी टिकटको लागि सौल स्टेडियमतर्फ जान टिकटको लागि यहाँ आइपुगेका छौँ र अब चाहिँ हाम्रो यात्रा सौल स्टेडियमतर्फको हुनेछ। हामी सौल गएको भाइ कता छ यता हेर नै भाइ मेरो आँखा भयो यता हो यहाँ छ हौ सौल कि यस्तो हुँदैन यस्तो गर्दैन सौल स्टेसन The train bound for Guangzhou University is now approaching. ल अहिले चाहिँ हामी सौलको स्टेसनमा आइपुगेका छौँ। अब चाहिँ हामी सौल स्टेसनबाट स्टेडियमतर्फ जानेछौँ। हामी चाहिँ सौल स्टेसनमा झरिसके पछाडि अब यहाँ हामी केही बेर साथीहरूलाई पनि पर्खिनेछौँ र एकछिन टाइम लाग्ने भएकोले हामी घुमफिर गर्दै केही कफीहरू पिउँदै बस्नेछौँ र त्यस पछाडि हामी साथीहरू सँगसँगै सौल स्टेडियमतर्फ लाग्नेछौँ।
अब चाहिँ हाम्रो गन्तव्य फाइनली हामी कफी सफी पिएर अब चाहिँ हामी जाँदैछौँ। अब हामी चाहिँ सौल स्टेडियमतर्फ जाँदैछौँ जहाँ चाहिँ फिफा वर्ल्ड कपको गेम पनि भएको थियो र अहिले चाहिँ बार्सिलोना भर्सेस सौल सिटी क्लबको आज चाहिँ गेम छ। त्यसै हेर्नको लागि हामी अहिले जाइरहेका छौँ। फिर्दै हेर्न आज आज बार्सिलोनाको फुटबल गेम हुने भएकोले गर्दा भिडभाड एकदम धेरै र देख्न सक्नुहुन्छ जर्सी लगाएर यहाँ जति पनि गइरहनु भएको छ सबै उहाँ फुटबलको लागि नै गइरहनु भएको छ र हामी पनि अहिले त्यतितर्फ गइरहेका छौँ। अहिले चाहिँ हामी फाइनली वर्ल्ड कप स्टेडियमको यो स्टेसनमा आइसकेका छौँ र अब चाहिँ हामी यहाँबाट माथितर्फ उक्लिनेछौँ। माफो खुच्चङ होइन माफो खुच्चङ बाबु खुच्चङ अर्को स्टेसन यहाँ सौलेकबाट हामी यहाँबाट चढेर अहिले यहाँ आइपुगेको हो क्या। सौल स्टेडियमतर्फ हामी अब जाँदै यो त स्टेडियमभन्दा बाहिरपट्टि यसो खाजा खाने ठाउँमा अहिले चाहिँ हामीसँग यहाँ रविन्द्र दाईको नेतृत्वमा आज चाहिँ हामी वर्ल्ड कप स्टेडियममा वर्ल्ड कपको गेम बार्सिलोना भर्सेस सौल सिटीको गेम हेर्नको लागि हामी चाहिँ आइपुगेका छौँ। फुटबलको महादशैं कोरियामा अहिले चाहिँ बार्सिलोना कप एसिया टुर हिँडिरहेको बेलामा अहिले चाहिँ हामी 2002 को वर्ल्ड कपको लागि बनाएको स्टेडियम यो चाहिँ सौल स्टेडियम हो र आज चाहिँ हामी अहिले यहाँ आइपुगेका छौँ। होइन त यो चाहिँ हाम्रो भ्लगको लागि हो। हामीसँग यहाँ दिल्ली दाई हुनुहुन्छ लाइभ अहिले हेर्दा एकछिनमा लाइभ हाल्नु तपाईँको हाल्नु न लाइभ। यो चाहिँ बाहिरको स्टेडियमभन्दा बाहिरको दृश्यमा अहिले हामी यहाँ कैद गर्न गइरहेको छौँ। के हो यो बल हानिरहेको छ त्यहाँ त। यहाँ त जर्सीको लागि लाइन हो यो।
야장. 고맙습니다. 서울 야장 성평 어서 오세요. 바로 오세요. 예. 가자 영재요. होइन जर्सी किन्नलाई किन यस्तो साह्रो आतुर हुनुभयो मेरो जर्सीको बिक्री भइरहेको रहेछ खेल सुरु हुन अझै केही समय बाँकी छ र अहिले चाहिँ हामी खाजा खानको लागि स्टेडियमभन्दा बाहिरतर्फ फेरि गइरहेका छौँ र त्यस पछाडि हामी फेरि स्टेडियमतर्फ फेरि आउने नै छौँ 제대로 했어요. 일단 파울 받으시면 되고요. 포스터 받으시면 되고 파워에는 타임어택 챌린지 명예 전당 또 1위가 증탈됐습니다. 4초 91 박수 부탁드리겠습니다. 자 받아주시고요. 정말 제대로 된 타이머라고 합니다. 깜짝 놀랐습니다. 이름이 슛! 6초 7초 5. 자, 무조건은 예뻐. 아예 로다가 괜히 왜요 그래 हाम्रो गेट नम्बर हेर्नुपर्छ के त हाम्रो
हो गेट नम्बर 16 देखि उतै होला नि उता परबाट छिर्नु होला नि माथि बोलाएर छ यताबाट दाजु यता यता गेट नम्बर कति हो भन्ने कुरा हो क्या अब यो खाना खाने ठाउँ सबै यहाँ हेर्नु न भित्र हजुर स्टेडियमभित्र होइन हराइने रहेछ अनि आमा है यहाँदेखि यो गेट नम्बर कति हो त यो फेरि थाहा छैन भाइ अब जाने अब चाहिँ हामी भित्र प्रवेश गर्न खोजिरहेका छौँ तर गेट नम्बर कति हो थाहा छैन हामीलाई के साह्रो अगाडि अरू माठामा त भेटाउनु छ नि के साह्रो छिटो हेरी गाँठे मलाई भन्दा तपाईँलाई धेरै हेर्नु मन लागेर सर ए यहाँ गेट नम्बर 21 रहेछ अगाडि 22 त्यहाँ रहेछ हाम्रो 16 हो दाइ 16 20 हो 20मा छ ल हाम्रो चाहिँ गेट नम्बर 16 20 रहेको छ सिट नम्बर 12 रहेको छ अब चाहिँ हामी भित्र जान खोजिरहेका छौँ यहाँबाट प्रवेश गर्नेछौँ 네 감사합니다. 감사합니다. एकदम भिडभाड भइन्छ एकदमै मानिसको सङ्ख्या एकदमै धेरै छ माथिबाट मुनि हेर्न राम्रो देखिने रहेछ दाइ माथिबाट हेर्दा दिक्क लाग्यो भन्दै त्यही भएर त माथि आउनु भित्र हेर्न ए ड्रिङ्क्सहरू त्यसरी लानुपर्ने रहेछ नि यहाँ झोला चेकिङ हुँदैछ यहाँ जुसहरू निकाल्ने तयारी हुँदैछ बियरहरू पनि यसरी हाल्नुपर्दो रहेछ त्यसरी त्यसरी लानु पर्यो हान्छ नि त क्यानले नले मान्छेले उहाँ माथिबाट ब्ल्याङ्केट उठ्थ्यो कति घटना भएको अनि यो 18 वर्ष पुगिसक्यो त ओपन गरेर लाँदा हुन्छ त ओपन गर गेटमा अड्किनु पर्छ यहाँ गेट नम्बर 20 कताबाट 옆쪽에 띄워주시면 감사하겠습니다. 감사합니다. हाम्रो लाइन यहाँबाट रहेछ
मलाई पनि समय लाग्छ नि त पहिलोपटकको अनुभव हो नि त हामी यहाँबाट अब गेट पास गरिसके पछाडि भित्र प्रवेश गर्दैछौँ र भित्रको लागि अहिले चाहिँ म जाँदैछु यहाँ चाहिँ एकदमै भिडभाड यसो हाम्रो यस हाम्रो यहाँ छ त किन खालि दुईवटा लेखेको छ यार यहाँ यी त यहाँ हो त यी ब्लक कता जानुभयो हाम्रो सरहरू ए लाइन हो यहाँ पनि फेरि गाडी ढिलो आयो भने त बर्बाद हुने रहेछ त यहाँनिर खोइ त कता जानुभयो खोइ यहाँबाट लाइट अब चाहिँ केही बेरमा FC बार्सिलोनाको प्लेयरहरू अहिले चाहिँ आइसकेको छन् मैदानभित्र प्रवेश गरिसकेका छन्
FC सौलद्वारा बार्सिलोनालाई गोल हान्न सफल भएको छ। लगभग अब खेल सकिनै लागिसक्यो। अब हामी चाहिँ निस्किने तयारी गरिरहेका छौँ। अलिकति अगाडि नै 62,000 जना मान्छेको आज एकदम भिडभाड छ। त्यही भएर हामी चाहिँ अलिकति थोरै अगाडि 2-4 मिनट अगाडि निस्केर अब अलिकति टाढा जानुपर्ने भएकोले गर्दा निस्किरहेका छौँ। अलि हतारमा हामी चाहिँ 2 मिनट अगाडि नै अब एक भिडभाडमा निस्किनलाई गाह्रो हुन्छ। त्यही भएर 62,000 जना मान्छेको आजको भिडियोलाई अलिकति उ गर्नको लागि चाहिँ आमामा देख्न सक्नुहुन्छ यहाँ फोहोरहरू आज कति छ यहाँनिर। ल गेम सकेर अब फटाफट हामी एकदम ट्रेनको लागि भिड अवस्थामा हामी जाँदैछौँ। यातायातको लागि चाहिँ 62,482 जनाको आजको यो दर्शकको सङ्ख्या ओहिरो एकदम धेरै छ।
एकदमै मान्छेको भिडभाड ट्रेनमा पनि। हामी चाहिँ अलिक टाढा जानुपर्ने भएकोले चेन्ज गर्दा गर्दै जानुपर्ने हुन्छ। के छ त भाइ आजको गेम कस्तो भयो त अनि? यति बेलसम्म भिडियो हेरेर साथ दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद। भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला। र अहिले चाहिँ हामी अब ट्रेन चढेर रुमतर्फ फर्कनको लागि हतार हतार गरेर जाँदैछौँ, किनभने अलिकति टाढै पर्दछ हाम्रो जाने रुम चाहिँ। त्यसैले गर्दा फेरि पनि अर्को भिडियो लिएर चाँडै नै आउनेछु। त्यति बेलसम्मको लागि बिदा लिन चाहन्छु। हवस् त, धन्यवाद।